साथीहरु, यो सानो बाछो एक्लै भेटियो। यसको आमा कतै हराएकी जस्तो छ। अहिलेलाई यसलाई सुरक्षित राख्छु, पानी र घाँस दिन्छु। यसको आमालाई खोज्न सबैले सहयोग गरौँ। साथीहरु, यो सानो बाछो मेरो पछि पछि आइरहेको छ। अहिलेसम्म यसको आमा पनि भेटिएको छैन। बिस्तारै रात पर्न लागिसक्यो। अहिले यसलाई सुरक्षित ठाउँमा राख्छु। भोलि बिहान फेरि यसको आमालाई खोज्न निस्किनेछु। साथीहरु, आज बिहानै हामी यो बाछोको आमालाई खोज्न अर्को गाउँतिर निस्किएका छौँ। आशा छ आज यो आफ्नो आमासँग फेरि भेट्नेछ। साथीहरु, अन्ततः हामीले यो बाछोको आमालाई भेट्टायौँ। हेर्नुहोस्, आमा र बाछो एकअर्कालाई देख्ने बित्तिकै दौडिएर अँगालो मार्दैछन्। यस्तो दृश्यले साँच्चै मन छुन्छ।